Oh, don't you dare look back. Just keep your eyes on me. I said you're holding back. She said, shut up and dance with me. This woman is my destiny. हेलो गुड मर्निङ साथीहरू, आजको ब्लग भिडियोमा स्वागत छ सबैलाई। र आज छुट्टीको ब्लग दाजुभाइ यसरी घुमघाम गरिरहेको हिँडिरहेको ब्लग बनाउँदैछु। र अब हाम्रो ब्लग मन परे लाइक कमेन्ट सेयर, यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनु होला साथीहरू। ल अब हाम्रो ब्लग सुरु भयो है त गाइसहरू। ल ब्लग अन्तिमसम्म हेर्नु होला, धन्यवाद। खोला नालाहरू छ साथीहरू। आहा, पानी माछा छ होला हौ यहाँ त, कत्रा पानी परेछ। झरामा छ सुन्न। गाइस हामी यता छौँ। सम्झनाले मुटु खाइरहन्छ। ल दाजुभाइ ढक्क होइन, यता हामी छु। भाइ के छ? दाइ आउनु, भाइ देख्न सक्नुहुन्छ। भाइ पछाडि, दाइ अगाडि ढक्क लाएर कतिको सिधा आउँदो रहेछ। हेलो गाइस, आज हामी फाइनलीतिर आएको छु। अब कति ट्याक्सीमा हिँड्ने होइन, कति ट्याक्सी कति ग्राबमा जानु भनेर आज चाहिँ कतलाई हिँडेर आयो नि त। सधैँ ग्राबमा हिँडेछ, आज चाहिँ सो गाइस होइन। जङ्गल बाटो है, पहिला कति ठुलो जङ्गल थियो यहाँ। त्यो जङ्गल पुरै फाटेर होइन यस्तो खुल्ला बनाइदिएछ कि। अब पहिला यहाँ त डर लाग्दो थियो यार। अहिले त पुरा सल्ल रोड है साथीहरू, देख्न सक्नुहुन्छ है। दामी जङ्गलतिर बाइक आएको है। कति मिनटमा पुग्दो रहेछ है हामी। कन्टिन्यू मैले यसरी नै रिपोर्ट गर्दै जान्छु। गाउँ घुम्दै जाने हो आज चाहिँ। जङ्गलको बिच बाटोमा उता देख्न सक्नुहुन्छ घरहरू ठुल्ठुलो। यता भने पुरै जङ्गल। कि त के छ नि। आज चाहिँ हामी ब्लग बनाउँदैछौँ गाइस होइन। आजको ब्लग धेरै दिनपछि ब्लग बनाउँदैछु। गाइस पछाडिबाट गाडीहरू आइरहन्छ, दबाइरहन्छ होइन, त्यस्तै छ। हामी साइड बाटोमा हिँड्दै ब्लग बनाउँदैछु। गाडी आइरहेको छ। ल साथीहरू देख्न सक्नुहुन्छ यहाँ है, यति सानो बोटमा त्यो अम्बाको के, यति सानो बोटमा मान्छेले अब होइन पुरा प्लास्टिक बेरेर त्यो प्लास्टिकभित्र चाहिँ फल फलिरहेछ के अम्बा। भाइ कबल काट्दै हुनुहुन्छ, डक्क हिरो बनाउँदैछ मेरो भाइ राजा। अब होइन कबल काटेर सकिएर अब निस्क्यो। ठिक छ नि त। सो गाइस हजुरलाई देख्न सक्नुहुन्छ यो हरियो रुख, यो चाहिँ आँपको बोट हो। र यसमा आँप पनि फलिरहेछ है। एकपट्टि आँप फलिरहेछ भने अर्कोपट्टिमा फुल पनि फुलिरहेको छ। तर यसमा क्यामेराले भेटाएन रहेछ फुल चाहिँ। र एकदम रमाइलो, एकदम होइन हरियाली, चिसो मौसम होइन। मलेसियाको मौसम भनेको थाहै हुँदैन क्या साथीहरू होइन। कतिखेर पानी पर्छ र पानी पर्दा फेरि कतिखेर घाम लाग्छ भने थाहै हुँदैन। सो गाइस अहिले चाहिँ हामी गाउँ यो होइन
एकदम गाउँ जस्तै के यो यहाँ त्यतातिर बच्चाहरू खेल्ने ठाउँ र रोड होइन। आज चाहिँ हामी चाहिँ टक्क होइन दाजुभाइ बस कुर्ने ठाउँमा आइपुगेछ। तर हामी यहाँ चाहिँ एकछिन पसौँ। भाइ यता एकदम बिजी क्या, खालि बब्जी हानेछ है, मसँग भिडियो बनाउनु। यता देख्न सक्नुहुन्छ साथीहरू गाडीहरू हिँडिरहेछ होइन। रोड एकदम खुल्ला, यता झन्डाहरू छ। साथीहरू हामी त्यस्तै छ, रमाइलो छ यहाँ के होस् यसरी। आहा गाइस, ल घाम डुब्न लागिसक्यो केटा। हामी चाहिँ यतातिर पत्ताहरू खेल्दैछ, दामी देखिरहेछ है। ल साथीहरू दामी देखिरहेछ, पानी परेको दिनभरि, अहिले चाहिँ पानी रोकेर दामी देखिरहेछ यार। फाइनली हामी चाहिँ यता के भन्छ रोड हिँड्ने कार्यक्रम आज चाहिँ हामीले है। रोड हिँड्ने कार्यक्रम साथीहरू त्यहाँ हेरेर आहा नारिवल रहेछ। आमामा रोड हाइवेमा त गाडी त बुझेको सम्झना। लच्ची खोलिरहेछ, लच्ची नचिने रहेछ। विदेशमा पनि ओके